हाई गाइज, मेरो फेरि नयाँ भिडियोमा स्वागत छ। म सुबिचा ग्राल। यदि हजुर नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यदि पुरानै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद। र आज मसँग हुनुहुन्छ मेरो साथमा सुशान्त खरेल। सो उहाँको बारेमा अलिकति इन्ट्रो दिनु पर्दाखेरि उहाँ चाहिँ अहिले हाल जापानमा हुनुहुन्छ र अहिले उहाँ ल्याङ्ग्वेज पढिराख्नु भएको छ। अनि उहाँ चाहिँ वान्ट टु बी अ फ्युचर फुटबलर हैन, प्लेयर। अनि त्यसको लागि चाहिँ कडाभन्दा कडा मेहनत गर्नुभएको छ, माइनी चाहिँ एभ्रिडे। सो क्रिकेट म क्रिकेट फ्यान भएर क्रिकेट भनिरहेको छु, माफ गरिदिनु होला फुटबलको बारेमा। र उहाँको लाइफ कस्तो चलिरहेछ भन्ने आज चाहिँ हामी उहाँसँग इन्टरभ्यू जस्तै एउटा भिडियो राख्नेछौँ। सो आशा गर्छु हजुरहरूले अन्तिमसम्म हेरेर माया गरिदिनु हुनेछ भन्दै हजुरलाई चाहिँ स्वागत छ मेरो कार्यक्रममा। थ्याङ्क यू, आइदिनु भयो, निम्तोलाई स्वीकार दिनुभयो, धेरै धेरै धन्यवाद छ। अलिकति फुटबल चाहिँ कसरी हजुर फुटबल प्रेमी हुनुभयो र अहिले जसरी हजुर खेलिरहनु भएछ, मेहनत गरिरहनु भएछ, यो चाहिँ कसरी? बच्चैदेखि त्यहीँ जाने, बिहान स्कुलबाट आयो, हजुर स्कुल छोडी फुटबल खेल्न जाने, बङ्क हान्ने, यस्तै फुटबल खेल्दै खेल्दै दाइहरूसित खेल्दै खेल्दै अब बढ्दै अब काठमाडौँ आयो, अपर्च्युनिटीहरू नयाँ पाइयो, म्याचहरू खेल्दै गयो, कोही हारियो कोही जित्यो। अनि फुटबल चाहिँ हजुरको लागि चाहिँ के हो हिसाबमा भन्नुपर्दाखेरि? लाइफ। अनि यो फुटबल खेलिराख्दाखेरि फ्यामिलीको सपोर्ट चाहिँ एकदमै चाहिन्छ होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। सो हजुरलाई चाहिँ फ्यामिलीको तर्फबाट कतिको सपोर्ट छ या छैन? सपोर्ट चाहिँ छ। सुन्दा एकदमै खुसी लाग्यो। र नेपालमा चाहिँ कस्तो छ भन्दाखेरि ट्यालेन्ट एकदमै छन्, कुना भनौँ न, तराई पहाड हिमाल जताततै पनि ट्यालेन्ट, फुटबलप्रतिको प्रेम भनौँ न, कसैको ड्रिम, कसैको चाहिँ त्यतिकै फ्यासन धेरै छ होइन। र नेपालमा चाहिँ कस्तो सुनिन्छ भन्दाखेरि प्लेयरलाई चाहिँ किनिन्छ अनि खेलाइन्छ, जिताइन्छ, गेम पनि पुरा फिक्सवाला म्याचहरू हुन्छ भनिन्छ। यो चाहिँ कतिको सत्य हो या होइन, हजुरलाई चाहिँ के लाग्छ? एज अ ओपिनियन हजुरको चाहिँ के छ यसप्रति चाहिँ? होइन, फुटबल गेमलाई कहिले पनि अगाडि चाहिँ प्रेडिक्ट गर्न सकिन्न। अब गेममा अब कसले कति गोल हान्छ त्यसमै भर पर्छ, कुन टिम कतिको बलियो छ। अनि प्लेयर किन्छन् भन्दा चाहिँ प्लेयर चाहिँ हरेक गेममा प्लेयर किन्छन्, जो राम्रो हुन्छ त्यसलाई धेरै पैसा दिएर किनेका हुन्छन्, त्यस्तै हुन्छ। अनि कति नेपालमा चाहिँ फुटबल खेल्ने जुन वातावरण छ त्यो पनि अलिकति सम्भव छैन, एकदमै असम्भव छ। इन्टरनेसनल प्लेयरहरू आएको पनि हामीले कति देख्छौँ, उहाँहरू पनि हिलो माटोमा लिपे जसरी नै फुटबल खेलिरहनुहुन्छ। यसप्रति चाहिँ हजुरलाई चाहिँ कसको यो दोष छ जस्तो लाग्छ? अब त दोष भनेको त अब हाम्रै देशका नेताहरूको हो। हजुर, जति न्युजहरूमा जति विदेशीहरू आएर खेले पनि भन्छन् ग्राउन्ड ठिक पारो, त्यस्तो ग्राउन्डमा कोही खेल्न सक्दैन। जापानकै प्लेयरहरू गएर पनि योभन्दा नराम्रो ग्राउन्ड कुनै पनि छैन भनेर भनेका दिन पनि थिए हाम्रो देशको बारेमा। हजुर। र जस्तै भन्नुभयो कि हजुरले नेताहरूको दोष भनेर, यसमा म पनि स्वीकार छु। र नेताहरू पनि हजुरको भनौँ न वेलकम सेरेमनी हुँदाखेरि आउनुहुन्छ स्वागत गर्नको लागि, रिबन काट्नको लागि हजुरहरूले मेन बोलाउने भनेको नेताहरूलाई नै हो। र त्यति बेला हजुरहरूले चाहिँ प्रश्न गर्नुहुन्न, त्यति बेला सम्मान गर्नुहुन्छ, हात मिलाउनुहुन्छ, नमस्ते भन्नुहुन्छ, उहाँहरूले दिएको आशीर्वादलाई स्वीकार्नुहुन्छ। त्यति बेला चाहिँ हजुरहरूले चाहिँ यस्तो भएन है, यस्तो गरिदिनुहोस् भनेर चाहिँ हजुरले भन्नुहुन्न। त्यति बेला यति हजुरहरूले भनेको भए केही त हुन्थ्यो होला कि? त्यो हामीले बोलाउने होइन, नेताहरूले बोलाउने अर्गनाइजरहरूले हो। अब अर्गनाइजरहरूलाई पनि त यस्तो छ भन्ने थाहा होला, उहाँहरूले चाहिँ किन भन्नुहुन्न जस्तो लाग्छ हजुरलाई चाहिँ? खै अब उतैको होला, अब नेपोटिजम नेपालमा धेरै हुने भनेको नेपोटिजम, पोलिटिक्स, के अरे पैसा, त्यही हो चल्ने भनेको। अनि नेपालमा चाहिँ हजुरले फुटबलप्रति चाहिँ हजुरले भविष्य चाहिँ कतिको देख्नुहुन्छ र अब आउनेहरूलाई पनि भविष्य चाहिँ कतिको छ जस्तो लाग्छ फुटबलमा चाहिँ? अब सरकारै चेन्ज भयो भने केही होला भन्ने आश छ फुटबलको बारेमा। अब सरकार नि पहिलाकै फेरि आयो भने त फुटबलको बारेमा त केही छैन भने त म भन्छु। जस्तै अहिले यो जेएनजीको आन्दोलन भयो, कतिजना घाइतेहरू हुनुभयो, कतिजना शहीद हुनुभयो होइन। र यो हुँदाहुँदै पनि परिवर्तन हुन्छ कि भन्यो, तर जस्ताको त्यस्तै छ। हामीले भत्काएर सिंहदरबार जस्ता चिजहरू महँगा भत्काएर हामी 1000 वर्ष पछाडि गएका छौँ कि अब चाहिँ केही हुन्छ कि भन्दा पनि अहिलेसम्म पनि केही भएको छैन। र हजुरलाई चाहिँ के लाग्छ अब यसप्रति चाहिँ?
खास कुरो त्यो सिंहदरबार जलाएको भनेको जेनजीहरूले होइन, जहाँ कि नेताहरूले चाहिँ गुन्डाहरू पठाएर गराएको चिज हो। त्यो अहिले सबै प्रुफ निस्किँदैछ। हजुर। बिस्तारै बिस्तारै सबै हुन्छ। अहिले त हामी केही भन्न सकिन्न त्यसको बारे। र अलिकति हाम्रो जेनजी पुस्ताहरू आउनुभयो, परिवर्तन हुन्छ भन्यो, तर हामीले जे सोचिएको त्यो चाहिँ अझै भएको छैन नि त। यसप्रति चाहिँ हजुरलाई चाहिँ के लाग्छ? अब जति नै शहीदहरूको खुन बगेछ त्यसमा पानी नमिलाए हुन्थ्यो भन्ने छ। हजुर। ल हजुर पनि एकप्रति जेनजी नै हो होइन, एकप्रति हाम्रो नयाँ पुस्ता हो। र यति भविष्यमा गएर हजुरलाई पनि केही भनौँ न पोलिटिक्सतिर जानु मन लाग्ला अरे, यसमा चाहिँ हजुरलाई कसैले बोलाउला न अरे, यसमा चाहिँ हजुर कतिको जान चाहनुहुन्छ या चाहनुहुन्न? म त जान्छु, गएर देशलाई सुधार्छु, आफ्नो खेलहरूलाई सुधार्छु, देशको त्यही गर्छु म। देशको माया लाग्छ कि फुटबलको माया लाग्छ हजुरलाई एक हिसाबमा भन्नुपर्दा? माया त देशकै लाग्छ। देशकै लाग्छ। र हामी अझै कुरा गर्नेछौँ मिठा तिता होइन, हजुरको लाइफको बारेमा, हरेक कुराको बारेमा। हजुर चाहिँ कस्तो व्यक्ति हो जस्तो लाग्छ आफूलाई हेर्दाखेरि चाहिँ? एउटा चाहिँ रिस बढी भएको भन्छु आफूले आफैलाई। रिसले चाहिँ खाना दिन्छ? दिँदैन। रिस चाहिँ हुनैपर्छ, रिस पनि हुनुपर्छ। र जुन हजुर फुटबल खेल्नुहुन्छ होइन, फुटबल खेल्दाखेरि चाहिने भनेको चाहिँ चिज के हो? एउटा प्लेयरमा चाहिँ हुनैपर्ने चिज भनेको के हो जस्तो लाग्छ हजुरलाई? पेसेन्स। कहीँ उताबाट गोल हाल्ने भनेर आफू नआत्तिने, पेसेन्स लिएर खेल्ने। रामसिंह मेन चाहिँ पास हो। ओके। र फुटबलमा चाहिँ डिसिप्लिन पनि एकदम इम्पोर्टेन्ट छ जस्तो लाग्छ मलाई। ओभर कन्फिडेन्ट पनि हुनुहुन्न जस्तो लाग्छ, एटिट्युड पनि चाहिँदैन जस्तो लाग्छ। एटिट्युड देखाएर हारियो भने त्यो जस्तो बेइज्जत केही पनि हुँदैन। जस्तै गेम भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटाले हार्नै पर्छ, एउटाले जित्नै पर्छ, दुइटाले जित्ने दुइटाले नै हार्ने भन्ने हुँदैन। र हार्दा चाहिँ कस्तो महसुस हुन्छ कुनै टिमसँग हार्दाखेरि चाहिँ? होइन, फर्स्ट म्याच जस्तै त्यो लामै म्याच छ, त्यसमा फर्स्ट म्याचमै हारियो भने त्यस्तो दुःख फिल हुँदैन होइन। अब आफू जित्दै गयो, अब 81 गएर त्यत्तिकै हारियो, अरूले गर्दा हारियो र आफूले राम्रो गर्यो अरूले गर्दा नराम्रो भयो भन्दाखेरि चाहिँ दुःख लाग्छ। त्यो गेम किन हारियो भन्ने हुन्छ। र जित्दाखेरि चाहिँ कस्तो लाग्छ गेम? जित्दाखेरि जस्तो खुसी चाहिँ कहिले पनि लाग्दैन। अनि जस्तै अलिकति हजुरको लाइफतिर जान चाहन्छु म। हजुर चाहिँ जन्मिनु चाहिँ कहाँ भयो? मेरो जन्म गुल्मी भयो। र अलिकति गुल्मी कता भन्नेहरू पनि हुनुहुन्छ, यसो गुल्मीको बारेमा केही भन्नु पर्दाखेरि चाहिँ हजुर के भन्न चाहनुहुन्छ? मलाई त नेपालको सबैभन्दा राम्रो ठाउँ मेरै देश मेरै आफ्नो जिल्ला लाग्छ, जो कि लुम्बिनी प्रदेशमै पर्छ। गुल्मीबाट हजुर आएर बुटोल आएर बुटोलबाट हजुर फुटबल खेल्दै काठमाडौँबाट जापान, अब जापानमा पनि हजुरले फुटबल लाइफ सुरु गर्दै हुनुहुन्छ। यो चाहिँ कस्तो लाग्छ? एउटा सपना हो जस्तो लाग्छ कि हजुरलाई विपना हो जस्तो लाग्छ? के लाग्छ? अब अहिले चाहिँ सपनै लाग्छ। सपनै लाग्छ। पछि अब खेल्दै गएर इन्टरनेसनली खेल्न पाइयो भने भन्ने आश छ। हजुर। अनि अलिकति हजुरको लाइक प्लेयरलाई चाहिँ नेपालमा कस्तो छ भन्दाखेरि मान सम्मान इज्जत भन्ने चिज पाइन्छ, तर कति ठाउँमा चाहिँ के देखिन्छ भन्दाखेरि प्लेयरलाई रेस्पेक्ट मिलेन, प्लेयरलाई जे भनिन्छ नि त्यो मिल्दैन क्या। जस्तै म्यान अफ द म्याचमा यति दिन्छ भनिन्छ त्यो दिँदैन। यसप्रति चाहिँ हजुरलाई के लाग्छ? खास कुरो प्लेयरलाई इज्जत नदिने मान्छेहरू जो हुन् कि तिनीहरूलाई खेल्न नै आउँदैन, पछाडि बसेर कुरा काट्नेहरूलाई मात्रै हो त्यो नराम्रो लाग्ने। प्लेयरले जस्तो देशलाई चिनाउने अरू कोही छैन। देशलाई राम्रोसँग चिनाउँछ प्लेयरहरूले, अरू पाउने पैसाहरू चाहिँ भित्रभित्र काटकुट गरेर आउँछ भन्ने त्यो चाहिँ सही हो। जस्तै प्लेयरकै कुरा गर्नु पर्दाखेरि अहिले भनौँ न धेरै केसहरू प्लेयरहरूका छन्, क्रिकेटदेखि लिएर फुटबलदेखि लिएर भलिबलदेखि लिएर एउटा ब्लगरदेखि लिएर एउटा सामान्य मान्छेहरूलाई धेरै जसो अहिले भनौँ न धेरै जस्ता नयाँ नयाँ एकदमै नराम्रा गतिविधिहरूका केसहरू पनि आएका छन् कि। अनि एउटा प्लेयर भएको नाताले गर्दाखेरि हजुरलाई चाहिँ कतिको यो चिजप्रति चाहिँ कतिको डर लाग्छ? डर चाहिँ मलाई केही लाग्दैन। डर भन्ने चिज मनमा लिएर हिँड्नु हुँदैन। जस्तै यहाँ त फसाउने गिराउने हरकतहरू चाहिँ खुट्टा तान्ने मान्छेहरू चाहिँ एकदमै हुन्छन् नि त, हजुरका पनि छन् होला, छैनन् भन्न सकिँदैन। सो यो मान्छेहरू देख्दा चाहिँ हजुरलाई कस्तो लाग्छ? त्यस्ता मान्छेहरूसित मतलबै नगर्ने, बोल्छन् पछाडि भुग्न दिने, भुग्नेले भुग्ने गर्छन्, आफू अगाडि बढ्न। जस्तै
कसैको खुट्टा तानेर अगाडि बढ्छु भन्ने पनि छन् होला, हजुरलाई नराम्रो कमेन्ट गर्नेहरू पनि छन् होला, र अहिले नराम्रो कमेन्ट प्रतितिर जानु पर्दाखेरि अहिले कतिजनाले साइबर क्राइमहरूतिर भनौँ न जानुभएको छ, कम्प्लेनहरू गर्नुभएको छ। हजुरलाई चाहिँ नराम्रो कमेन्ट पनि आउँछन् होला, नआउलान् भन्न सकिँदैन, तर यसप्रति चाहिँ हजुरलाई के लाग्छ कि यो गर्न आवश्यकता नै छ नराम्रो कमेन्ट? त आवश्यक पर्नेहरूलाई आवश्यक छ होला। अब हामीलाई त्यस्तो छैन, अगाडि बढ्न चाहन्छन् भने बढ्न दिने, त पछि बसेर तिनीहरूकै अगाडि गएर भन्न सक्छ भने भनेर देखाओ, पछाडि बसेर भुकेर केही नै हुँदैन। अलिकति हजुरसँग आज मेरो पहिलो अन्तर्वार्ता भयो होइन, यसो हजुर हेर्दाखेरि अलिकति डराए जस्तो देखिनु भएको छ कि यो चाहिँ किन होला? म डरा छैन, मेरो बोली नै यस्तो। जस्तै हजुर काठमाडौँ आउनुभयो, काठमाडौँमा पनि हजुरले फुटबल खेल्न सुरु गर्नुभयो होइन, कतिको काठमाडौँ र बुटोलमा चाहिँ के फरक देख्नुभयो हजुरले? काठमाडौँ र बुटोलमा भनेको नर्मल ओडाहरूसित मात्रै म्याच हुन्थ्यो। काठमाडौँमा चाहिँ ठुल्ठुलै प्लेयरहरूसित भेटघाट हुने, त्यहाँदेखि कि प्लेयरहरू खेल्न आउँथे, तिनीहरूसित भेटघाट हुने, फुटबलको बारेमा सोध्ने, कोचहरू नि राम्रो हुने, त्यहाँ सिकाउने धेरै अपर्च्युनिटीहरू पाइन्थ्यो। तर बुटोललाई नराम्रो भन्न खोजेको होइन, बुटोलमा नि प्लेयरहरू छन्, निस्किन पर्छ। र अलिकति फुटबलको बारेमा भन्नुपर्दाखेरि फुटबल प्रेमीहरू पनि एकदमै हुनुहुन्छ नेपालमा। चाहे त हजुर नेपालमा खेल्नुहोस्, विदेशमा खेल्नुहोस् या अरू कुनै ठाउँमा खेल्नुहोस्, त्यहाँ फुटबल फ्यानहरू नजाने भन्ने ठाउँै छैन। र फ्यानहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? फ्यानहरूलाई सक्छौ भने सबैलाई सपोर्ट गर्दै जाऊ। त्यो फ्यानहरू भन्दैमा यो टिम यस्तो, यो टिम उस्तो, तेरो टिम हार्यो, तेरो टिम जित्यो, तिमीहरू खेलेखेन, तिनीहरू खेलेखेन, तिनीहरूलाई थाहा हार जितको महसुस कस्तो हुन्छ भनेर। सक्छ भने सबैलाई सपोर्ट गर, मेरो टिम यो, तेरो टिम यो भनेर नगर। धन्यवाद। अनि हामी हजुरको चाहिँ फुटबल खेल्नुहुन्छ, पक्कै पनि हजुरको आइडल कोही हुनुहुन्छ होला, यसप्रति चाहिँ के भन्न चाहनुहुन्छ? को हजुरको आइडल? जस्तै प्रश्नै के सोधिन्छ भन्दाखेरि मेस्सी कि रोनाल्डो भनेर सोधिन्छ। मैले चाहिँ त्यो भन्न चाहिनँ, किन भन्दाखेरि मेस्सी रोनाल्डो बाहेक अरू प्लेयरहरू पनि हुनुहुन्छ होइन। सो हजुरको चाहिँ फेभरेट प्लेयर चाहिँ को हो? हाम्रै नेपालको विमल घरती मगर दाई, त्यो दाई चाहिँ मेरो आइडल। के भन्न चाहनुहुन्छ विमल घरती मगरलाई? त्यो भनौँ यो त अलिकति असम्भव नै छ होला, त्यही पनि यति उहाँसम्म पुगिहाल्यो भने चाहिँ विनोद घरती मगरजीलाई चाहिँ के भन्न चाहनुहुन्छ? दाईले चाहिँ धेरै मेहनत गरेर फुटबल प्लेयर बन्न थियो। अब दाईसित बोलचाल नभए पनि दाईले स्ट्रगल गरेको देखिन्थ्यो। अहिले आएर भुताहालाई जिताएर जानुभयो, त्यसमा नि खुसी लाग्यो दाई। र विनोद घरती मगर पनि एउटा, विमल घरती मगर पनि एउटा एकदमै नेपालले गहनासरी एउटा प्लेयर हो, र उहाँ पनि अहिले अलिकति गुमसुम हुनुहुन्छ होइन। सो यसप्रति चाहिँ हामीलाई कस्तो लाग्छ? यो प्लेयरहरू आउने, म्याच खेल्ने, हराउने, विदेश जाने यो क्रमहरू एकदम बढिरहेको छ कि जुन प्लेयरहरू, मेन प्लेयरहरू जुन हामीलाई देशलाई चाहिँ चिनाउनको लागि चाहिएको थियो, त्यही प्लेयरहरू विदेश जाँदै हुनुहुन्छ। अब यसमा हजुर पनि भोलि नजानुला भन्न सकिँदैन, किनकि बाध्यता परिस्थितिले विदेश गइन्छ। तर एउटा हजुरलाई ड्रिम नै हो, खेल्छु भनेर पनि हुँदैन। जब कि भनौँ न आइहाल्यो भने, जब कि हजुर दुःखका दिन आयो भने हजुरलाई अवश्य पनि विदेश जानुपर्छ, किनकि यहाँ भनिन्छ मन भनिन्छ, तर यहाँ धन पनि एकदम ठुलो छ क्या। जुन प्लेयरहरू अहिले विदेश जाँदै गर्दाखेरि हजुरलाई चाहिँ कस्तो लाग्छ? मेन कुरो त हाम्रो देशमा अपर्च्युनिटी जो छैन, त्यही भएर 90% प्लेयरहरू जो बाहिर जान्छन्। हजुर। अब जसलाई नेपालमा खेल्न मन लाग्छ, नेपाललाई चाहिँ सपोर्ट गरे हुन्छ। अनि जस्तै अरू प्लेयरहरू विदेश जाँदाखेरि भोलि म पनि जान्छु कि विदेश जस्तो चाहिँ मनमा अलिकति चिसो पस्छ कि पस्दैन? त्यो त बस्छ, जहाँ गए पनि आफ्नै देशलाई चिनाम भन्ने चाहिँ हुन्छ। हजुर। अलिकति विदेशको कुरा गरियो होइन, अब यहाँ खेलेर फेमस भएर मात्रै पनि काम छैन। यहाँ हामीलाई लाउन खानालाई चाहिने भनेको पैसा पनि हो, र पैसाप्रति चाहिँ धेरैलाई लगाव छ कि। जस्तै कि आज भनौँ न हजुरलाई भोलि कुनै इन्टरनेसनलले हजुरलाई किन्न खोज्दा अरे, आइज मेरो टिममा स्वागत गर्छु भनेर यति पैसा दिन्छु भनेर अफर दिला अरे, हजुरले चाहिँ यो कुरालाई चाहिँ कतिको स्वीकार्नुहुन्छ? स्वीकार्न त स्वीकार्छु मैले, नस्वीकार्ने। हजुर। यहाँ हाम्रो अब अन्तिममा आइसकेका छौँ। अन्तिममा चाहिँ के फुटबल प्रेमीहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? जसले यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
सकेसम्म मेहनत गर, किप इट अप होइन। नेपाललाई चिना त्यति मात्रै हो मेरो त। धेरै धेरै धन्यवाद मेरो निम्तोलाई स्वीकार दिएर आज मसँग यति मिठो हजुरबाट हामीले यति मिठो कुराहरू सुन्न पायौँ। एकदमै खुसी लाग्यो र अझै दिन आउँदैछन्, दिन आउनै बाँकी छन्, देशले अझै चिन्न बाँकी नै छ हजुरलाई र फ्युचरको लागि चाहिँ हजुरलाई एकदमै मैले अल द बेस्ट भन्दै र मेरो अडियन्सहरूलाई पनि थ्याङ्क यू सो मच भन्दै अब म पनि बिदा ल्याउन चाहन्छु। हस् त, धन्यवाद अनि नमस्कार।